नमस्ते जाजालो आज चाहिँ म धेरै समयपछि धरानको भ्यू पोइन्ट जान लागेको छु मेरो साथीहरूसँग। म चाहिँ एकदमै एक्साइटेड छु। म सँगसँगै मेरो साथीहरू पनि धेरै एक्साइटेड छ। लेट्स गो विथ अस। यो बाटो त हामी पहिले पनि हिँडेको थिएँ। धेरैजना भएर यसरी नै हामी यात्रा गरेको याद आयो त्यो बाटोहरू है। तर आज फेरि यस्तो खास लाग्दै थियो साथीहरूसँग, जुन फेरि पहिलेको साथी जुन त्यो यात्रामा थियो आजको यात्रामा चाहिँ थिएन। अलिकति चाहिँ दुःख त्यो ठाउँमा पुगेपछि चाहिँ हामीले फेरि त्यो एकअर्कासँग नयाँ यादहरू साटासाट गर्दै गर्दाखेरि चाहिँ त्यो पहिलेको याद आउँदो रहेछ है। सबै साथीहरूलाई यति धेरै मिस हुँदो रहेछ त्यो ठाउँमा। त्यो साथी भइदिएको भए त्यो भइदिएको भए भन्ने चाहिँ डेफिनेटली हुँदो रहेछ। तर समयअनुसार कोही कता छुटेर कहाँ पुग्यौँ है। तर पनि यो भिडियोमा भन्न चाहन्छु वी मिस यु साथीहरू। धेरै समयपछि यसरी हामी हिँडेर फेरि हाम्रो कुराहरू ताजा गर्दै थियौँ। मक्ख सबैजना आफ्नो कुरामा मक्ख थियौँ है। अनि त्यो भ्यू पोइन्टबाट तल हेर्दा चाहिँ ठ्याक्राकै धरान देखिन्छ। यस्तो दामी देखिने कुरै छोडिदिनुहोस्। अभी मैं न देखूं